दुई सांसदको अडानले प्रदेश सरकार ढल्यो। दलभित्र भएको केन्द्रीय हस्तक्षेपको घटना फेरि सतहमा आयो। नेतृत्वको केन्द्रीकृत प्रवृत्ति विरुद्ध सशक्त आवाज उठ्यो। कसरी यस्तो विवाद उठ्यो? जिम्मेवार को हुन्? नेताहरू के चाहन्छन्? यिनै विषयमा आज चर्चा गर्दैछौँ। गत असोज 29 गते मध्य प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाका नेता जितेन्द्र प्रसाद सोनार नियुक्त भए। मुख्यमन्त्रीमा नियुक्त हुँदा सोनललाई मध्य प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट लोसपाका 9, जसपा नेपालका 18, जनमतका 13, नेकपा माओवादी केन्द्रका 9 र एकीकृत समाजवादीका 7 गरी 56 सांसदको समर्थन थियो। 107 सदस्यीय मध्य प्रदेशमा बहुमतका लागि कम्तीमा 54 सांसदको समर्थन चाहिन्छ। मुख्यमन्त्री सोनलले शनिबार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम थियो, तर शनिबार माओवादी केन्द्रका 2 सांसदले विश्वासको मत नदिने अडान लिएपछि विश्वासको मत पाउने सुनिश्चित नदेखेका मुख्यमन्त्री सोनलले राजीनामा घोषणा गर्न पर्यो। कारण हो माओवादी केन्द्रभित्रको अन्तर्द्वन्द्व। माओवादी सांसद रहबर अन्सारी र माला कर्णले प्रदेश सभामा असन्तुष्टि जनाउँदै विश्वासको मत नदिने घोषणा गरे। सभामा सांसद अन्सारीले सरकार यहाँका सांसदले नभई काठमाडौँले बनाइदिएको आरोप लगाए। दलका शीर्ष नेताप्रति आक्रोश पोख्दै उनले 8 वर्षमा प्रदेश सरकारको गतिविधि, कुशासन र भ्रष्टाचार देखिएकाले सबैको नैतिक धरातल सकिएको उद्घोष गरे। उनले भनेका थिए, यो हामीले बनाइरहेको सरकार होइन, यो काठमाडौँले बनाएको सरकार हो, हाम्रा शीर्ष नेताहरूले बनाएको सरकार हो। जेन्जी आन्दोलनले अवस्था बदलियो, तर हाम्रा नेताको चरित्र बदलिएन। म कुनै पनि सरकारलाई विश्वासको मत दिन्न। मलाई कुनै सरकारप्रति विश्वास छैन। यहाँ रहेका 107 जनाको बीचमा कसैसँग पनि नैतिक धरातल छैन। सभामुखले माइक काटेपछि पनि आफ्नै अनुहारमा मोसो दलेर अन्सारीले भने, मधेसका जनताले हाम्रो अनुहार कालो देखिरहेका छन्। हामीले बुझ्नु पर्यो, मैले आफ्नो अनुहार यसरी तपाईहरूका लागि, सम्पूर्ण प्रदेशका लागि कालो देखाउन चाहन्छु। जनताले गर्न सक्दैनन् भने हामी आफैले गरौँ। उनको धारणामा माओवादीका अर्का सांसद माला कर्णले समर्थन जनाइन्। आफ्नो दलका गतिविधि केन्द्रीकृत शासनबाट सञ्चालित रहेको आरोप पोख्दै उनले भनिन्, हामी संघीयता जगाउन यहाँ जोडदार माग गर्छौँ, संघीयताको पक्षधर हो भन्छौँ, तर हाम्रो दलभित्र संघीयताको कुनै वास्ता छैन। हाम्रो दल केन्द्रीकृत शासनबाट चलेको हुनाले म दललाई दोष दिँदै दलको निर्णय विपरीत कुनै पनि सरकारलाई मत दिन्न भन्ने घोषणा गर्दछौँ। 2 जना सांसदले विद्रोह गर्नुको कारण पार्टीको संसदीय दलको नेता चयनको विषय रहेको बताइन्छ। माओवादी केन्द्रले संसदीय दलको नेतामा भरत प्रसाद शाहलाई पुनः चयन गरेको थियो। गत असोज 17 गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाहलाई दलको नेतामा पुनः नियुक्ति गरेको जानकारी पत्र मार्फत सभामुखलाई पठाएका थिए। शाहलाई दलको नेता बनाउन पार्टीका नेता मातृका प्रसाद यादवको जोडबल रहेको आरोप दलभित्र छ। 2079 को चुनाव पश्चात सांसदहरूले शाहलाई नै दलको नेता चुनेका थिए। पछि उनका काम कारबाहीबाट असन्तुष्ट बहुमत सांसदले उनलाई दलको नेताबाट हटाउन दबाब दिए। विवाद मत्थर नभएपछि अध्यक्ष प्रचण्डकै निर्देशनमा शाहले गत जेठमा दलको नेताबाट राजीनामा समेत दिएका थिए। तर त्यसको करिब 5 महिना पश्चात प्रचण्डले शाहलाई नै दलको नेता बनाएपछि दलभित्र पुनः असन्तुष्टि चुलियो, जसको कारण सांसद अन्सारी र कर्णले दलको व्हिप नै उल्लङ्घन गरेको बताइन्छ। संसदीय दलको नेता चयन गर्ने अधिकार दलका प्रदेश सांसदहरूमा रहन्छ। बहुमत सांसद शाहसँग असन्तुष्ट रहेको बताइन्छ, तर जनवादी केन्द्रीयता सङ्गठनात्मक सिद्धान्त अङ्गीकार गरेको र संघीयताको पक्षधर लिएका दलका शीर्ष नेताबाट प्रदेश सभामा दलको नेता चयन गर्न हस्तक्षेप भएपछि मध्य प्रदेशमा वर्तमान सङ्कट आएको पार्टीका कतिपय सांसदहरूको निष्कर्ष छ। दलको नेता चयनको विषयमा मध्य प्रदेशमा मात्र हस्तक्षेप भएको होइन, सुदूरपश्चिम प्रदेशमा पनि भएको थियो, जहाँ बहुमत सांसदहरूले संसदीय दलको नेता परिवर्तन गरेका थिए। यी घटना केवल दलसँग मात्र सम्बन्धित छैन, यो संघीयताको मूल मर्मसँग जोडिएको छ। प्रदेशभित्रको निर्णय गर्ने अधिकार काठमाडौँमा केन्द्रित हुँदा सांसदहरूले बेला बेलामा असन्तुष्टि व्यक्त गर्ने गरेका छन्। मधेसका यी 2 सांसदको विद्रोह दलभित्रको अनुशासनहीनता नभई केन्द्रको अहङ्कार विरुद्ध राजनीतिक घोषणाको रूपमा पनि हेरिनुपर्ने चर्चा छ। संघीयताको पक्षमा लडेका नेता किन त्यही संघीयतालाई आफ्नै पार्टीभित्र मिचिरहेका छन्? जब निर्णय काठमाडौँमा थुनिन्छ,
प्रदेशका सांसदले मुखबन्द किन राख्नुपर्ने? दलभित्र मात्र होइन, आम रूपमा प्रश्न उठेका छन्।